तेरो चिना छ भने मैले पनि चिना छु यहाँ चाहिँ पार्टी भनेर जो आउनु भएको छ होइन कृपया लाग्दा हुन्छ है पार्टी भनेर जो आउनु भएको छ है यहाँ कसैको झन्डा बोकेर आउने होइन है यहाँ पवित्र मनले होइन एउटा जुन शहीदले केका लागि कुर्बानी दियो होइन हाम्रो लागि दियो उसको पर्सनल फ्यामिलीको लागि होइन उसको पर्सनल स्वार्थको लागि दिएको होइन कुनै पार्टीको लागि दियो होइन कुनै पार्टीलाई आइपिओमा बनाउनको लागि दिएको होइन है त्यो भएर यो ठाउँमा चाहिँ एउटा पवित्र स्थलमा आइसक्यो सकेसम्म रियलाइज गरेर होइन हामीले उनीहरूको लागि फाइट गर्नुपर्छ भनेर एउटा त्यो होइन गर्न आउने छुट्टै कुरा हो या यो पार्टी सार्टीको के गरेर आउँछ भने चाहिँ आए हुन्छ है बाहिरतिर आए हुन्छ जो आउने हो आए हुन्छ म बाटोमा आए हुन्छ पार्टीको झन्डा पार्टीको झन्डाको कुरा भएन क्या तपाईँले के कुरा गरेर होइन तपाईँ फेरि यही कुरालाई फ्रेन्ड बनाउन नखोज्नु न बुझ्नु भएन मैले भन्न खोजेको यो के हो दीप प्रज्वलन होइन अनि यहाँ पार्टी आउने हो कि मान्छे आउने हो व्यक्तिगत नेपाली भएर आउने हो यहाँ बुझेन नेपालको लागि कुर्बानी दिएको शहीदहरूको दीप प्रज्वलनमा नेपाली भएर आउने हो कुनै पार्टीको कार्यकर्ता भएर आउने है सक्यो त्यही भन्न खोजे चाहिँ के हो भन्ने भन्न खोजे त्यही हो कि ब्रदर नेपाली हुनु पर्यो भने क्या पार्टीको कार्यकर्ता भएर आउनु भने कोही आउनु भयो जोसुकै आओस् जोसुकै आओस् तर पार्टी भनेर आउनु भएन कि नेपाली भनेर आउनु पर्यो बुझ्नु भयो नि यहाँ के को झन्डा यहाँ घन्टीको झन्डा बनाएको छैन एमालेको झन्डा बनाएको छैन काङ्ग्रेसको बनाएको छैन कि यहाँ नेपालको झन्डा बनाएको छ बुझ्यो नि मैले भनेको थियो